नेपालीले सबै चिज जाने भोट हाल्न जाने छैन भनेको एउटा यहाँको नेता र जनता पुरै एउटै खाल्डामा हाल्ने जस्तो छन्। एउटाले भोट हाले न लाइन न बत्ती न घर घरमा पानी यस्तो बिजो दिमाग खराब। घर भात जलिसक्यो होला जाउलो पसल दिएको अगाडि बोकेर पनि सुक्क छैन फेरि एउटालाई बोकिन नि आनन्द शान्तिको सास फेर्न दिए हुन र कस्तो अपराधी जन्मिनु भने कतिखेर त लास्टै रिस उठ्छ। अब तँलाई समात्नु कि गाँठाले उछिटे फाल्यो हेर पानी गयो पनि जाओस् गाई रहेछ तल खोलामा आँसला म यति रिस उठ्दैन नि नरो क्या नरो जाम्ला है घर मान बसाल्दैछु जल्यो कि के गरे हेर एक्लै हुनुको जिन्दगी हेर न ठुक्क जिन्दगी म मान्छेलाई भुक्लै मार्दा जसरी रिस देखाएको कसैलाई फेरि दिमाग खराब। कहिले जाँदा पनि सुख छैन बोकेर लाउनुपर्छ मनमा शान्ति एक्लो जिन्दगी मोज छ भन्नेहरूलाई हेर न जिन्दगी दाहे दुश्मनहरूलाई चाहिँ हाँसो मजाक होला यो भिडियो हालेर भयो भने मलाई केही मतलब छैन। दुःख पछि सुख आउँछ होइन अहिले यो ठाउँमा बसेपछि पछि राम्रो ठाउँमा अवश्य पुगिन्छ। सपना देख्नुपर्छ अवश्य पुरा हुन्छ एक न एक दिन। फेरि त सासु आमा थिइन् त खै र के नाटक पार्नलाई भिडियो बनाउनलाई देखाएको भनौँला फेरि माइत गएको 6-7 दिन भइगयो आएर पानी त बोक्नु पर्यो आफू डाइटिङमा भए पनि पानी त खानु पर्यो चाहियो बच्चाले दिसा गर्दा धुनी हुन्छ अनि घरमा पानी आउनु न हेर